साथीहरू, आफ्नै घरको बुवा आमाहरूलाई चित्त दुखाएर, आफ्नै घरको बुवा आमालाई रुवाएर वा खुसी पार्न नसकेर धर्म गर्छु, जति नै बाहिर गएर मन्दिरमा गएर पूजा गरे पनि, वा अरूको बुवा आमालाई नै ओहो मेरै बुवा आमा सरह हुनुहुन्न रहेछ भनेर जति पुजे पनि, वा जति ठुलो एउटा मन्दिरमा गएर भगवानको शरणमा बसे पनि र जति नै यज्ञ लगाए तापनि आशिष मिल्नेवाला छैन। वास्तविक भगवान भनेको आफ्नै बुवा आमा हुनुहुन्छ। भगवान भनेको त एउटा तपाईँ हामीले राखेको एउटा आस्था हो, भगवानप्रति एउटा असल भगवान, वास्तविक भगवान भनेका आफूलाई जन्म दिने बुवा आमा नै हुनुहुन्छ। गङ्गामा नुहाएर शरीर त एउटा सफा होला, तर मनभित्र कसैलाई थिचोर्ने, कसैलाई निचोर्ने कुकर्म छ भने त्यो पूजाको, त्यो मन्दिरमा गएर, त्यो गङ्गामा गएर नुहाएको कुनै मूल्य हुँदैन। त्यसैले तपाईँ हामीले आफ्नो घरमा भएको बुवा आमालाई भगवान स्वरूप मानेर उहाँहरूलाई सेवा गर्यो भने तपाईँ हामी मठ मन्दिर धाउनै पर्दैन, ठुलो यज्ञ लगाउनै पर्दैन,